जोसलपा नमस्ते। आज पनि हामी समय सन्दर्भ लिएर उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा युनिक साक्य र म शङ्कर थापा। नेपाल भाषा एकाडेमीको निमित्त अनक मिडियाद्वारा प्रस्तुत गरिने यो समय सन्दर्भ विभिन्न समसामयिक विषयहरूलाई हामी प्राथमिकताका साथ प्रस्तुत गर्छौँ। आजको कार्यक्रममा हामी कीर्तिपुर स्थित नयाँ बजार क्लबले आयोजना गरेको इन्फ्लुएन्जा फ्लू सट यो सुई लगाइएको छ, यसै विषयमा केन्द्रित रहेर कार्यक्रम प्रस्तुत गर्दैछौँ। नयाँ बजार क्लब कीर्तिपुरले आफ्ना क्लबका सदस्य तथा उनका परिवारहरूलाई इन्फ्लुएन्जा फ्लू सट लगाएको छ। शनिबार कीर्तिपुर स्थित कबड हलमा यो कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा सहयोग गर्नेहरू स्टाफ नर्स श्रीमती कृता महर्जन, श्रीमती मौसमी महर्जन, सुश्री सितु महर्जनका साथै डाक्टरहरूमा अनुसुया बानिया र सुजन महर्जन ज्यूको सहभागिता थियो। उहाँहरूको रेखदेखमा हिजो यो कार्यक्रम सुरु गरिएको थियो। कार्यक्रममा क्लबका सदस्य तथा उहाँहरूका परिवारहरूलाई यो इन्जेक्सन लगाइएको थियो। यो इन्जेक्सन कोरोना विरुद्ध नभइकन रुगाखोकी, विशेष गरी निमोनिया यस्ता रोगहरू नलागोस् भनेर दिएको यो सुई हो। यो सुईले पक्कै पनि क्लबका सदस्यहरूलाई स्वस्थ रहन सहयोग गर्नेछ भन्ने आशा राखेका छौँ। हामीले स्थलगत रिपोर्टिङ गरेका थियौँ कार्यक्रममा। यो कार्यक्रमको स्थलगत रिपोर्टिङको म केही अंश यहाँलाई सुनाउँदैछु। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। कार्यक्रममा अगाडि म ल्याउँदैछु डाक्टर सुजन महर्जन हुनुहुन्छ। उहाँ हात जोड्ने र स्पाइन सम्बन्धीका विशेषज्ञ हुनुहुन्छ। यो नयाँ बजार क्लबबाट आयोजना गरिएको यो इन्फ्लुएन्जा फ्लू सटको यसको उपलब्धि के होला त? अब यहाँले अहिले यो जाडोको मौसममा दिन थाल्नु भएको छ र यसले के कति बचत गर्न सक्छ मान्छेहरूलाई, यसको के उपलब्धि होला त? सर्वप्रथम नमस्ते, मेरो नाम डाक्टर सुजन महर्जन। हजुर, धन्यवाद। अब यो भनेको इन्फ्लुएन्जा भ्याक्सिन, इन्फ्लुएन्जा जुन भाइरसले गराउने रुगाखोकी भयो, निमोनियाहरू भयो होइन, त्यसलाई चाहिँ रोक्नको लागि प्रिभेन्सनको रूपमा चाहिँ लगाउने हो। अब यो इन्फ्लुएन्जाहरू भनेको चाहिँ त्यो आरएनए भाइरस हुन्छ। अनि आरएनए भाइरस चाहिँ तपाईँको चाहिँ हरेक वर्ष चेन्ज हुने हुन्छ कि स्ट्रेनहरू होइन। त्यही भएको भएर चाहिँ हामीले चाहिँ यो स्ट्रेनलाई चाहिँ यो वर्ष लगाइन्छ, अर्को स्ट्रेन चेन्ज हुन्छ नि त। त्यही भएर अर्को वर्ष अर्को स्ट्रेनको लागि चाहिँ त्यो भ्याक्सिन आउँछ। त्यसरी एक वर्षको लागि चाहिँ त्यो इन्फ्लुएन्जाबाट हुने त्यो निमोनियाहरू अथवा चाहिँ मोटामोटी तपाईँको चाहिँ अब 60-70% चाहिँ इन्फ्लुएन्जाले गरेरै हुन्छ हजुर नेपालमा चाहिँ। अब चाहिँ त्यो त्यसको लागि चाहिँ रोक्नको लागि चाहिँ अब यो भ्याक्सिन दिने हो खासमा। अब जाडोको मौसममा यो इन्फ्लुएन्जाले कोरोना समेतलाई के प्रभाव पार्छ त? कोरोनालाई चाहिँ यसले प्रभाव पार्दैन, किनभने कोरोना भाइरस भनेको छुट्टै भाइरस भयो, इन्फ्लुएन्जा भाइरस भने छुट्टै भाइरस भयो। जस्तै मैले भने नि तपाईँको निमोनिया हुने कारण धेरै हुन्छ। तपाईँको ब्याक्टेरियाबाट हुन्छ, भाइरसबाट हुन्छ। भाइरसबाट पनि अब कोरोनाले पनि भाइरस गराउँछ, कोरोनालाई पनि निमोनिया गराउँछ, इन्फ्लुएन्जाले पनि निमोनिया गराउँछ। अब इन्फ्लुएन्जाको निमोनिया चाहिँ हाम्रो कमन हुने भएको भएर यसलाई चाहिँ रोक्ने भयो। अब यसको फाइदा एउटा चाहिँ के हुन्छ भने चाहिँ यदि बाइचान्स यो भ्याक्सिन लगाएर अब निमोनिया सिमोनिया भयो भने कोभिडतिर चाहिँ हामीले चाहिँ गेस गर्न सक्यौँ, सजिलो हुन्छ कि प्रिभेन्सन हुन्छ। प्रिभेन्सनको लागि चाहिँ दिने हो हामीले खासमा चाहिँ। अब नजियाहरू अब अथवाको लागि त्यस्तो हुनसक्छ, तर खासै त्यस्तो चाहिँ त्यस्तो कमन चाहिँ छैन यसको चाहिँ साइड इफेक्टहरू। कसैलाई त्यो गुलनबार सिन्ड्रोम भनेर पनि हुन्छ, त्यो पनि कसैलाई छ। त्यो भने के? त्यो नसा सम्बन्धी चाहिँ त्यो कार्यक्रममा अगाडि म ल्याउँदैछु। अहिलेसम्म चाहिँ त्यस्तो खासै देखेको छैन। सेफ्टी प्रोफाइल चाहिँ राम्रै छ यो भ्याक्सिनको। यसबाट सुई लगाएपछि ज्वरो आउने
तपाईँको रिङटा लाग्ने यस्तो किसिमको केही कमजोरी हुने यस्तो किसिमको केही छ? त्यस्तो त छैन, तर कसैलाई लाग्न सक्छ, किनभने यो पनि अब एउटा एक किसिमको भाइरसै दिने हो होइन, तर अहिलेसम्म चाहिँ त्यस्तो छैन। बुढाबुढीलाई बढी इफेक्टिभ छ कि अब बच्चाहरूलाई इफेक्टिभ छ कि अब यङ मान्छेहरूलाई इफेक्टिभ? यसको यो खास भन्ने 6 महिनाभन्दा माथिकोलाई दिन मिल्छ भनेर भनिन्छ होइन। अब यसको बुढाबुढीहरूमा चाहिँ त्यति धेरै एक्सटेन्सिभ स्टडी भएको छैन, राम्रोसँग यति धेरै त्यो स्टडी चाहिँ भएको चाहिँ छैन, तर 50 देखि 60 इयर्ससम्मकोलाई चाहिँ राम्रो छ यसको। भनेको जो चाहिँ दमको रोगी, जो चाहिँ अब तपाईँको चाहिँ दमको रोगीहरू भयो, अनि सास प्रसास अलिकति सम्बन्धी समस्या भएको, अब धेरैचोटि चाहिँ टाइममा चाहिँ रुगाखोकी लाग्ने त्यस्तोहरूले चाहिँ यसले चाहिँ मद्दतै गर्छ। धेरै धेरै धन्यवाद कार्यक्रममा जोडिनु भयो यहाँलाई। न्यू आइएफएमको तर्फबाट धन्यवाद दिन चाहन्छु। हस्, थ्याङ्क यू सबैलाई। समय सन्दर्भ समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। न्यू आइएफएमको समय सन्दर्भ कार्यक्रममा आज हामी नयाँ बजार क्लब कीर्तिपुरमा भइरहेको यो इन्फ्लुएन्जा फ्लू सट एउटा इन्जेक्सन लगाउँदै हुनुहुन्छ यहाँ, यही कार्यक्रममा म आज आइपुगेको छु। यो कार्यक्रम आयोजना गर्नुहुने नयाँ बजार क्लबका अध्यक्ष ईश्वरमणि बजाचार्य हुनुहुन्छ। यो अहिले यतिखेर यो अवस्थामा यो सुईको औचित्यबारे अलिकति बताइदिनु न। धन्यवाद है शङ्कर भाइ। यो चाहिँ खास चाहिँ हामीले चाहिँ हाम्रो टार्गेट चाहिँ खास यो कोभिडकै टार्गेटको लागि बनाएको हो, तर यो लिँदैमा चाहिँ कोभिड नहुने भन्ने चिज चाहिँ होइन। तर यसलाई चाहिँ हामी न्यूनीकरण गर्नको लागि कोभिडको लक्षण भनेको रुगाखोकी हो, त्यसलाई चाहिँ कम गर्नको लागि यो आज हाम्रो क्लबको सदस्य र कीर्तिपुरको नगरपालिका भित्रका मान्छेहरूलाई चाहिँ हामीले यो इन्फ्लुएन्जा फ्लू सट भ्याक्सिन दिइरहेका छौँ। अनि यो इन्जेक्सनलाई तपाईँहरूले के फ्रीमा लगाइरहनु भएको छ कि शुल्क लाग्छ? यो चाहिँ फ्रीमा होइन, अहिले चाहिँ हामीले चाहिँ क्लबका सदस्यहरूलाई चाहिँ 50% लेस र क्लबको सदस्य भनेपछि उसको श्रीमान श्रीमतीलाई चाहिँ 50% लेस, अरू सबै छोराछोरी अरू बुवा आमाहरूलाई लिनेहरूलाई चाहिँ हामीले चाहिँ 1350 हो, अनि 70+ हुनेहरूलाई चाहिँ हामीले चाहिँ फ्रीमा दिने चाहिँ एकदमै राम्रो। यो जाडोको मौसममा यो फ्लू रुगाखोकी हो कि सामान्य रुगाखोकी मात्र हो कि कोरोना नै हो पत्ता नहुने स्थितिमा यसले के हदसम्म पनि कोरोनालाई कायम गर्न सक्छ, कोरोनालाई रोकथाम गर्न सक्छ भन्ने हामीले आशा गरेका छौँ। तपाईँले कस्तो किसिमको आशा राख्नु भएको छ यो सुईको बारेमा? हाम्रो पनि यही आशा हो कि अब कोभिड भनेको पहिलो लक्षण भनेको हाम्रो रुगाखोकी त्यो हो, त्यसलाई चाहिँ न्यूनीकरण गर्नको लागि आज जुन यो भ्याक्सिन हो यसले चाहिँ हटेसम्म चाहिँ यो 1 वर्षको लागि चाहिँ यसले चाहिँ काम गर्छ। 1 वर्ष चाहिँ उसलाई चाहिँ खोकी लाग्ने र रुगा लाग्ने चाहिँ कम गर्छ अथवा गर्दैन। र त्यो 1 वर्षको लागि हो, 1 वर्षपछि फेरि हामीले लिनु पर्छ। त्यो लिनैपर्छ भनेको छैन, आफूलाई खुसी लाग्यो हामीले लिने हो, नलिए पनि हुने। नयाँ बजार क्लबले यस्तो किसिमको कार्यक्रमहरू धेरै अगाडिदेखि गर्दै आएको छ। भविष्यमा यो भावी कार्यक्रमहरू केही छ यसबारे पनि बताइदिनु। अब हाम्रो भावी हाम्रो प्रोग्राममा चाहिँ हाम्रो हेल्थमा चाहिँ अब हाम्रो यो मृगौला दिवस भनेर हामीले फागुन 24 मानेर आइरहेको छौँ। यसपालि चाहिँ यो कोभिडले गर्दा हामीले गर्न सकेन, यसको लागि हामीले सबै टिसर्ट दिने भनेर सबै तयार गरेका थियौँ, त्यो हुन सकेन। अब त्यो पनि हाम्रो अब यो प्रोग्राम यो मृगौला दिवसमै पारेर हामीले यो प्रोग्राम गर्ने कोसिस गरिरहेका छौँ। र यो पनि अब हाम्रो नयाँ प्रोग्राम भनेको अब हामीले अब यो निमोनियाको सुई दिनको लागि हामी अब फेरि यसलाई यस्तै गरेर निमोनियाको सुई दिने हाम्रो प्रोग्राम छ। निमोनियाको सुई भनेको हाम्रो यो बुढाबुढीहरूलाई बढी +60हरूलाई चाहिँ हामीले निमोनियाको सुई दिने प्रोग्राम बनाइरहेका छौँ। कुनै मिति तय भइसकेको छ कि? मिति तय भएको छैन, पछि यो मिति चाहिँ हाम्रो फेसबुकमा अथवा पत्रिकामा हामी दिन्छौँ। हस्, धन्यवाद। यस्तो किसिमको कार्यक्रम गर्दै गर्नु होला। नगरवासी र नयाँ बजार क्लबका सदस्यहरूलाई सहयोग गरिरहनु भएकोमा म यहाँ नयाँ बजार क्लबका अध्यक्षलाई म धन्यवाद दिन चाहन्छु। मेरो पनि क्लबको सम्पूर्ण साथीहरू र क्लबको तर्फबाट हाम्रा शङ्कर दाई र युवा
यो प्रोग्रामलाई म हार्दिक स्वागत गर्छु। धन्यवाद। धन्यवाद। समय सन्दर्भ समसामयिक विषयहरूको साथमा समय सन्दर्भ जनस्वास्थ्य शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। आज 2077 साल पौष 11 गते शनिबार नयाँ बजार क्लब कीर्तिपुरको प्राङ्गणमा कीर्तिपुरको यो कभर्ड हलमा इन्फ्लुएन्जा फ्लू सट सम्बन्धी एउटा कार्यक्रम भइरहेको छ। नयाँ बजार क्लबका मेम्बर र उहाँका फ्यामिलीहरूलाई नयाँ बजार क्लबले व्यवस्था गरेको छ र यो सुईको अहिले यो जाडोको मौसममा यो सुईले सायद धेरै नै राम्रो काम गर्ने सम्भावना छ। यस विषयमा आज नयाँ बजार क्लबका पूर्व अध्यक्ष तथा यो कार्यक्रमको संयोजन गर्ने नारायण महर्जनसँग हामी कुराकानी गर्दैछौँ। यो 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 सुईको अहिलेको स्थितिमा यो सुईको औचित्य के होला? यो सामान्यतया अहिले कोरोना लागिरहेको अवस्थामा कोरोनाको सिम्टम्स र रोगाको सिम्टम्सहरू उहिले भएको कारणले गर्दाखेरि मान्छेलाई कन्फ्युजन नहुने भयो र अर्को कुरा अब यो सुईहरू लिनासार रुगा खोकीहरू नहुने लामो समयसम्म रुगा खोकी भइरहेको मानिसहरूलाई चाहिँ यसले चाहिँ कम गर्छ सब्साइड गर्छ भनेको सुनेको कारणले गर्दा हामीले बुझेको कारणले गर्दा मेडिकल पर्सनहरूसँग कुरा गरे अनुसार उहाँहरूले त्यस सम्बन्धी हामीलाई चाहिँ सल्लाह दिएको कारणले गर्दा अब मानिसलाई यो कोरोनाबाट डर हुने भयो रुगा लाग्न सार्ने खोकी हाल्न सार्ने अब यसबाट बन्द भयो भने मलाई भएको छैन भन्ने कुराहरू उनीहरूको हुन्छ कन्फिडेन्स हुन्छ जो अहिले महामारीको रूपमा फैलिएको जुन रोग छ त्यस सम्बन्धी चाहिँ कमसेकम मानिसलाई अवेर गर्ने काम पनि भयो। यसले गर्दाखेरि यो सिम्टम्स भयो भने यो हुने मात्र होइन अनि रुगाले गर्दा के हुने भयो त भन्दाखेरि बच्न पायो भने यसले गर्दा अरू भयो भने त अब जिउ दुख्ने अनि अधिक कुराहरू भयो भने उतातिर लाग्न सजिलो हुन्छ कि भन्ने मेडिकल पर्सनहरूको सल्लाह अनुसार चाहिँ हामीले यो कार्यक्रमहरू चाहिँ लन्च गर्छौँ। त्यस कारणले गर्दा यो अहिले इन्फ्लुएन्जा फ्रुट्सहरूको विशेष महत्त्व छ यो समयमा भने अहिले जस्तो अब सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर जनवरी फेब्रुअरीसम्म यो होइन मार्चसम्म के त रुगा लागिरहने भएको कारण कतिपय मान्छेलाई त दिउ गर्मी महिनामा पनि त लाग्छ नि। त्यस कारणले गर्दाखेरि यसले चाहिँ सहज गर्छ होला सजिलो गर्छ होला पिपुललाई भन्ने हामीले। अब यो जाडोको मौसममा रुगा त लाग्छ सबैलाई, तर रुगा नै हो कि अथवा यो कोरोना हो कि यो पनि छुट्याउन गाह्रो हुन्छ। यो स्थितिमा यो सुईले चाहिँ कतिको प्रभावकारिता छ? अब हामी मेडिकल पर्सन नभएको कारणले गर्दा प्रभावित क्रमहरूमा हामीले मेडिकल पर्सनसँग अरू कुरा गर्दाखेरि यो रुगा र खोकी क्रमहरूमा चाहिँ धेरै प्रभावकारी छ यति नै पर्सेन्ट भनेर उल्लेख भएको छैन। कतिपय यो लिइसकेपछि कतिपय रेगुलर लिइरहने मानिसहरू इन्फ्लुएन्जा र यो रेगुलर लिने मान्छेले कोरोना नै नसमातेको जस्तो कुराहरू पनि हस्पिटलमा भएको कुराहरू हामीले त्यस्तो डिस्टान्स पाएको कारणले गर्दाखेरि अब यसबाट चाहिँ कैनैमा हुन पनि सक्ला रुगा नै होइन तर चाहिँ हामीले धेरै म्याक्सिमम चाहिँ यसले चाहिँ प्रोटेक्ट गर्छ भन्ने हामीले मेडिकल पर्सनको हाम्रो सल्लाह अनुसार हामीले गरेर आउने। पक्कै पनि यो नयाँ बजार क्लबको सराहनीय काम हो। यो स्थितिमा अब यो सुईले उपलब्धता कति छ? उपलब्ध सरल छ होइन उपलब्ध एकदमै गाह्रो अहिले सुनिरहेको छु। हामीले 500 डोजेस मागेको थिएँ 200 पनि दिन नसकेर हामीले चाहिँ 154 मात्र दिएको छ यो क्रममा। हुन त अब क्लबकै साथीहरू नै 155 भएको र त्यसमा मेम्बरहरू शुद्ध भएको फेरि क्लबमा त फेरि हामीले जति कस्ट पर्छ होइन होलसेलमा कस्टलाई हामीले आधा रूपमा प्रोभाइड गरेको कारणले गर्दा सङ्ख्या बढ्ला कि भन्ने हामीले सोचले गर्दा 500 मागेको थियौँ र उहाँहरूले उपलब्धको हिसाबले 154 छैन। अहिले बजारमा सर्टेज भन्ने पनि हामी सुनिरहेको छौँ। अब यो मतलब यो पैसा नगद तिरेर तपाईँहरूले लिएर आउनु भएर सहुलियतको रूपमा चाहिँ हाम्रो नयाँ बजार क्लबले सदस्यलाई उपलब्ध गरेको बाहिरको मान्छेहरूले पनि थुप्रो भनेको थियो सदस्य बाहेकहरू पहिला सदस्यलाई प्रोभाइड गरौँ अनि त्यसपछि बाँकी रह्यो हामीले भनेको भन्दा थोरै सङ्ख्या मात्र गयो भने अनि त्यो बाहिरको मानिसहरूलाई जसले चाहना गर्छ उहाँहरूलाई हामी दिन सक्छौँ। र सामान्यतया 40 इयर्स एभबलाई चाहिँ लिँदा राम्रो हुन्छ भनेर मेडिकल पर्सनसँग कन्सल्ट गर्दा उहाँहरूले त्यसरी हामीलाई सल्लाह दियो। तर त्यो कम उमेरको मान्छेहरूले पनि लिँदा पनि राम्रो हुन्छ भनेर डाक्टर पर्सनसँग नै हामीले क्लबको मेम्बर डाक्टर पर्सनसँग नै यो कुराहरू गरेका थियौँ। अस्ति हामीले चैतन्य बजाजजीसँग पनि यो कुराहरू गरेका थियौँ। यस सम्बन्धी हामीले कन्सल्टेसन गरेका थियौँ।
अब यो अहिले तपाईँले एक डोज लगाउनुहुन्छ, यसले कति समयसम्म काम गर्छ? यो लगाइएको चाहिँ 1 वर्षसम्म काम गर्छ। 1 वर्षपछि चाहिँ फेरि आवश्यक छ भने लिँदा हुन्छ, नलिँदा पनि केही पनि छैन भन्ने उहाँहरूको सल्लाह हो। तर हामीलाई यो कोरोना भइरहेको समयमा यसले गर्दाखेरि कन्फ्युजिङ नहोस् भन्नको निमित्त यो 1 वर्ष दिएर हेरौँ। पछाडिका दिनहरूमा यदि सदस्यहरूको त्यस किसिमकै यदि इच्छा भयो अथवा उहाँहरूबाट फेरि पनि गरौँ भन्ने भयो भने कमिङ इयरमा पनि त्यसबारे सोचौँला। अहिले चाहिँ हाम्रो योजना छैन। धेरै धेरै धन्यवाद। नेवा एफएमको समय सन्दर्भमा जोडिनु भयो र यो नयाँ बजार क्लबको गतिविधिमा एकदमै इफेक्टिभ गतिविधि पनि हो यो। यसले गर्दा नयाँ बजार क्लबका सदस्यहरू र ती बाहेकका सदस्यहरूलाई पनि नयाँ बजार क्लबले सहयोग गरिरहेको छ भन्ने हामीले आश्वासन प्राप्त गरेका छौँ। बाहिरका क्लब बाहेकका मानिसहरूलाई के कस्तो कार्यक्रम छ? अब यो पछाडि अब बाँकी रह्यो भने मात्र हामी गर्न सक्छौँ। यदि फ्लू सर्टहरू भएनन् भने त्यो चाहिँ अब सम्भव नहुन सक्छ। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। श्रोताहरू, यो स्थलगत रिपोर्टिङ थियो कीर्तिपुर नयाँ बजार क्लबले आयोजना गरेको इन्फ्लुएन्जा फ्लू सर्ट इन्जेक्सन दिने कार्यक्रमको थियो र यसमा डाक्टर सुजन महाजनलाई हामीले जोड्यौँ। त्यस पछाडि क्लबका अध्यक्षलाई जोड्यौँ र अर्का पूर्व अध्यक्षलाई पनि जोड्यौँ। उहाँहरूको कुराकानी पनि सुन्यौँ। कोरियामा सफलताका साथ परीक्षण गरी उपयोगी सिद्ध भएको यो इन्फ्लुएन्जा फ्लू सर्ट नेपालमा पनि प्रयोग भइसकेको छ। यसको साथै आजको कार्यक्रम समय सन्दर्भ यही पुरा हुन्छ। आजको लागि युनिक साक्षी र शङ्कर थापा बिदा चाहन्छौँ। नमस्ते, शुभया।